बिरामी चिकित्सककोमा कम जानुको सबैभन्दा ठूलो कारण आर्थिक समस्या हो। डाक्टरको शुल्क, ल्याब जाँच, औषधि र अस्पतालको खर्च धेरैलाई महँगो लाग्छ। नमस्कार, हेमन मिडिया एन्ड ब्लग्सको स्वास्थ्य सम्बन्धी जानकारीमा यहाँलाई स्वागत छ। म नवीन श्रीष मगर। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी बेल आइकन थिच्न र भिडियो अन्त्यसम्म हेरेर भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। अब लागौं आजको विषयवस्तुतर्फ। आयुर्वेदिक औषधि साइड इफेक्ट रहित हुन्छ भन्ने होइन। हामीलाई लाग्छ आयुर्वेदिक औषधि सबैभन्दा सुरक्षित हुन्छ, यसको साइड इफेक्ट हुँदैन। एलोपेथिक वा अन्य औषधि खाइरहेका बेला पनि हामी आयुर्वेदिक औषधि खाइदिन्छौँ, त्यो पनि आफ्नै मर्जीमा। चिकित्सकलाई सोध्नुपर्ने झन्झट पनि लिँदैनौँ। आफू खुसी आयुर्वेदिक औषधि खाने प्रवृत्ति एकातिर व्याप्त छ भने अर्कोतिर यसको बजार पनि उस्तै छ। चिकित्सकको प्रेस्क्रिप्सन बिना यस्तो औषधि छ्यापछ्याप्ती पाइन्छ। खासमा आयुर्वेदिक औषधि के हो, यो कसरी तयार हुन्छ, के यसमा कुनै साइड इफेक्ट हुन्न, यसको प्रभावकारिता कस्तो हुन्छ, यावत विषयमा हामी जानकारी दिनेछौँ। आम नेपालीमा एउटा धारणा छ, आयुर्वेदिक औषधिको कहिल्यै साइड इफेक्ट हुँदैन। यो कति सही हो? यो धारणा धेरै हदसम्म सत्य छैन, तर आंशिक रूपमा बुझ्न सकिन्छ। आयुर्वेद मुख्य रूपमा प्राकृतिक जडीबुटी, हर्बल प्रोडक्ट र पञ्चमहाभूत पृथ्वी, जलवायु, तेज, आकाशमा आधारित हुन्छ। शरीर पनि यही पञ्चमहाभूतबाट बनेको हुन्छ। त्यसैले समग्र रूपमा प्रयोग गर्दा साइड इफेक्ट निकै कम हुन्छ। तर आयुर्वेदिक औषधि साइड इफेक्ट रहित हुन्छ भन्ने होइन। यसको सही प्रयोग सही व्यक्तिका लागि सही ढङ्गले हुनुपर्छ। नभए आयुर्वेदिक औषधिले पनि हानि गर्न सक्छ। कुनै पनि चिकित्सकको आयुर्वेदिक औषधिको नकारात्मक असर हुँदैन भन्दैनन् र भन्न मिल्दैन पनि। औषधि विक्रेताले भन्न सक्छन्, किनभने उसका लागि त्यो व्यापार नहो। केमिकल सिन्थेटिक औषधिको तुलनामा नेचुरल बेस्ड प्रोडक्टको साइड इफेक्ट कम देखिन्छ भने कुरा सही हो, तर पूर्ण रूपमा साइड इफेक्ट हुँदैन भन्नु गलत हो। उदाहरणका लागि अमला खाँदा प्राय समस्या हुँदैन, किनकि यो फल पनि हो। तर त्रिफला, अमला र हर्रो बर्रोमा मात्रा बढी भयो भने डायरिया, डाइनेस बढ्न सक्छ। सही मात्रामा त्रिफला रसायन हो जसले दीर्घायु दिन्छ। बढी भयो भने विषाक्तता निम्ताउँछ। एलोपेथिक र आयुर्वेदिक औषधि सधैँ खान मिल्छ कि मिल्दैन? विशेष गरी बार, ग्यास्ट्रिक, थाइराइड जस्ता क्रोनिक रोगमा केही अवस्थामा एलोपेथिक र आयुर्वेदिक औषधि सँगै खान सकिन्छ। तर यो सधैँ 100% सुरक्षित र स्वतः ठिक हुन्छ भन्ने कुरा होइन। मुख्य कुरा, दुवै चिकित्सक, एलोपेथिक चिकित्सक र आयुर्वेदिक चिकित्सकलाई पूर्ण जानकारी दिनुपर्छ र उनीहरूको सल्लाह तथा पर्यवेक्षणमा मात्र प्रयोग गर्नुपर्छ। धेरै जसो सामान्य आयुर्वेदिक औषधिहरू जस्तै अश्वगन्धा, गुग्गुलो, त्रिफला, अमला, एस्टी मधु, जेठी मधु, कमदुधा रस, अवितिकर, चूर्ण आदिलाई सही समयमा र सही मात्रामा खाँदा एलोपेथिक औषधिसँग ठूलो समस्या हुँदैन। धेरै बिरामीहरूले वर्षौंदेखि यस्तो संयोजन प्रयोग गरेर राम्रो नतिजा पाइरहेका छन्, विशेष गरी जब दुवै डाक्टरले सहमति दिएका हुन्छन्। तर केही विशेष अवस्थामा सावधानी अपनाउनु पर्छ, किनकि केही जडीबुटीले एलोपेथिक औषधिको प्रभाव बढाउन वा घटाउन सक्छन्। जस्तो थाइराइडको औषधि यो बिहान खाली पेट खानुपर्छ। अश्वगन्धा जस्ता केही जडीबुटीले थाइराइड हर्मोनको स्तर बढाउन सक्छ, जसले औषधिको प्रभाव डुब्बर हुन सक्छ वा रिपोर्ट बिग्रन सक्छ। त्यसैले कम्तीमा 3-4 घण्टा वा डाक्टरले भने जतिको अन्तर राख्नुपर्छ। नियमित TSH जाँच पनि गर्नुपर्छ। ग्यास्ट्रिक एसिडिटीका लागि प्रयोग हुने PPI, प्रोटान पम्प इन्हिबिटर औषधिहरू जस्तै प्याट्रोप्राजोल, रेबिप्राजोल आदिसँग स्टिमोधु, अविपत्तिकर जस्ता पेट शान्त पार्ने जडीबुटीहरूले सामान्यतया सहयोग नै गर्छन्। तर केही कडा काँढा वा चूर्णले PPI औषधिको अवशोषण प्रक्रियामा असर पार्न सक्छ। त्यसैले यी औषधि र जडीबुटी बीच निश्चित समयको अन्तर राखेर सेवन गर्नु राम्रो हुन्छ। बाथ जोड्ने दुखाइको औषधि स्टेरोइड, मेथोट्रेक्सेट आदि, गुगुलो, सल्लकी जस्ता जडीबुटीहरूले जोड्नेको सुधारमा मद्दत गर्छन्। तर केहीले कलेजोमा असर पार्न सक्छन् वा रक्तचाप, रक्त सञ्चारमा प्रभाव पार्न सक्छन्। त्यसैले चिकित्सकको सल्लाह बिना यस्ता औषधिलाई सँगै खानु हुँदैन। सबैभन्दा सुरक्षित र भरपर्दो तरिकाले भनेको हाल खाइरहेको सबै एलोपेथिक
औषधिको नाम, डोज र समय आयुर्वेदिक डाक्टरलाई देखाउनुपर्छ। साथै आयुर्वेदिक डाक्टरले लेखेको औषधि नाम र समय एलोपैथिक डाक्टरलाई पनि बताउनुपर्छ। दुई प्रणालीका औषधि बीच कम्तीमा 2 देखि 4 घण्टाको अन्तर राख्ने प्रयास गर्नुपर्छ। थाइरोइडको हकमा बढी सावधान अपनाउनुपर्छ। कहिले पनि आफैले एलोपैथिक औषधि बन्द वा घटाउने गर्नु हुँदैन। यो डाक्टरले मात्र बिस्तारै ट्यापरिङ गरेर गर्नुपर्छ, नत्र समस्या बच्न सक्छ। गुणस्तरीय औषधि मात्र प्रयोग गर्नुपर्छ। औषधि व्यवस्था विभागमा दर्ता भएको कम्पनीको प्याकेटमा डोटा नम्बरको चिकित्सकले लेखेको औषधि प्रयोग गर्नुपर्छ। नाम ठेगाना नभएको अनरजिस्टर्ड चूर्ण ट्याब्लेटबाट टाढा रहनुपर्छ। यिनले भारी धातु मिसाएको हुन सक्छ। नेपालमा आफूकोसी आयुर्वेदिक औषधि किन्ने चलन निकै छ। यसले कस्तो समस्या निम्ताउँछ त? आयुर्वेदिक पर्सनलाइज्ड मेडिसिन हो। व्यक्ति अनुसार प्रकृति, बाढ, पित्त, कफ, दोष, अवस्था, जीवनशैली, खानपान हेरेर औषधि फरक पर्छ। फार्मेसीमा गएर यो चूर्ण खान्छु, त्यो ट्याब्लेट खान्छु भन्नु गलत अभ्यास हो। नेपालमा ओभर द काउन्टर आयुर्वेदिक औषधि फार्मेसीबाट सजिलै किनेर खाने चलन निकै छ। यो चलनले छोटो समयमा सजिलो राहत दिन सक्छ, तर यसले धेरै गम्भीर समस्या निम्ताउँछ, जसलाई धेरैले बेवास्ता गर्छन्। सबैभन्दा ठूलो समस्या भनेको गुणस्तर थाहा नपाउनु हो। बजारमा धेरै आयुर्वेदिक चूर्ण, ट्याब्लेट, काढा वा रस औषधिहरू नाम ठेगाना नभएका, दर्ता नम्बर नभएका वा चिकित्सकले नलेखेका हुन्छन्। यस्ता औषधिमा कहिलेकाहीँ भारी धातुहरू हुन्छन्, जस्तै सिसा, लेड, पारा, मर्करी, आर्सेनिक मिसाइएको पाइन्छ, जुन शरीरमा जम्मा भएर लामो समयपछि कलेजो मृगलाई बिगार्न सक्छ, रक्तचाप बढाउन सक्छ, पेट दुखाउन सक्छ, एलर्जी वा गम्भीर अवस्थामा विषाक्तता निम्ताउन सक्छ। दोस्रो समस्या गलत औषधि र गलत मात्रा हो। आयुर्वेद व्यक्तिगत प्रकृति, वात, पित्त, कफ अनुसार काम गर्छ। फार्मेसीमा बसेको व्यक्ति जसलाई प्राय आयुर्वेदको गहिरो ज्ञान हुँदैन, यस्तोमा उसले यो चूर्ण खानु भनेर दिए पनि त्यो डोज, उमेर, जीवनशैली वा अन्य औषधिसँग मिल्दैन। परिणामस्वरूप पखला, कब्जियत, रुखोपन बच्नु, एलर्जी, पेट दुखाइ वा रोग झन बच्न सक्छ। आयुर्वेद औषधिलाई एलोपैथिक औषधिसँग मिसाउँदा इन्टरेक्सन हुन्छ। धेरैले थाइरोइड, बीपी, सुगर वा बाढको एलोपैथिक औषधि खाइरहेका हुन्छन् र आयुर्वेदिक थप्छन्। यसले औषधिको प्रभाव घटाउँछ वा बनाउँछ, जसले रिपोर्ट बिगार्न सक्छ वा साइड इफेक्ट निम्ताउँछ। औषधि पसलमा गएर ओभर द काउन्टर औषधि किनेर खाँदा रोग ढिला पत्ता लाग्छ वा उपचार नै गलत हुन्छ। सानो समस्या ठान्दै आफू खुसी वा मेडिकलको सल्लाहमा औषधि खाँदा गम्भीर रोग जस्तै क्यान्सर, क्रोनिक लिभर समस्या ढिलो थाहा हुन्छ, जसले उपचार जटिल बनाउँछ। नेपालमा आयुर्वेदिक उपचार कति प्रतिशत बिरामीले चिकित्सकबाट लिन्छन् र कति प्रतिशतले ओभर द काउन्टर वा आफै औषधि लिन्छन् त? नेपालमा आयुर्वेदिक उपचारको बारेमा ठूलो स्तरको शास्त्रीय सर्वेक्षण वा आधिकारिक तथ्याङ्क उपलब्ध छैन, जसले चिकित्सकबाट परामर्श लिने र ओभर द काउन्टर वा आफै औषधि लिने प्रतिशतलाई स्पष्ट रूपमा अलग अलग देखाउँछ। तर विभिन्न सानो ठूलो अध्ययन, अनुभव र स्वास्थ्य क्षेत्रका रिपोर्टहरूबाट यो कुरा प्रश्न हुन्छ कि धेरै जसो बिरामीहरू आयुर्वेदिक औषधि चिकित्सकको परामर्श बिना नै फार्मेसी वा आफैबाट किनेर प्रयोग गर्छन्। उदाहरणका लागि नेपालमा सामान्यतया सेल्फ मेडिकेसन, आफै औषधि खानेको प्रचलन निकै उच्च छ। धेरै मानिसहरूले आफै औषधि प्रयोग गर्छन्, जसमा एलोपैथिक सँगै आयुर्वेदिक पनि मिसिन्छन्। आयुर्वेदिक औषधिको हकमा यो झन बढी हुन्छ, किनकि धेरैलाई लाग्छ प्राकृतिक भएकोले सुरक्षित छ र फार्मेसीमा सजिलै पाइन्छ, जस्तै त्रिपाल, अर्शगन्धा, गुग्गुलो, च्यवनप्राश आदि। धेरै बिरामीहरू पहिला ओभर द काउन्टर प्रयास गर्छन्। समस्या जटिल भएपछि मात्र रजिस्टर आयुर्वेद चिकित्सक कहाँ पुग्छन्। आयुर्वेद अस्पताल र ओपिडीमा आउने बिरामीहरूको संख्या न्यून छ। स्वास्थ्य मन्त्रालयका रिपोर्टमा एलोपैथिकको तुलनामा निकै कम देखिन्छ। धेरै जसोले सानो समस्या जस्तै खोकी, ज्वरो, पेट दुखाइ, जोर्नी दुखाइ आदिमा फार्मेसीबाट चूर्ण ट्याब्लेट किनेर खान्छन्। बिरामी किन चिकित्सक कहाँ कम आउँछन्? मुख्य कारण के होला त? नेपालमा बिरामीहरू चिकित्सक कहाँ कम आउने कारणहरू धेरै छन्, जसले गर्दा धेरै जसो आफै औषधि खाने वा फार्मेसीबाट सल्लाह लिएर उपचार गर्छन्। यो समस्या विशेष गरी रुगाखोकी, टाउको दुखाइ, ज्वरो, पेट दुखाइ, जोर्नी दुखाइमा बढी देखिन्छ। बिरामी चिकित्सकमा कम जानुको सबैभन्दा ठूलो कारण आर्थिक समस्या हो। डाक्टरको शुल्क, ल्याब, औषधि र अस्पतालको खर्च धेरैलाई महँगो लाग्छ। धेरै नेपालीहरूले सानो समस्या छ, ठिक होला भनेर सोच्छन् र खर्च गर्न हिचकिचाउँछन्। विशेष गरी गाउँ टाढा ठाउँमा बस्नेहरूका लागि अस्पताल वा चिकित्सकसम्म पुग्न समय र पैसा दुवै लाग्छ। त्यसैले नजिकैको फार्मेसीबाट औषधि किनेर खान्छन्। अर्को मुख्य कारण स्वास्थ्य शिक्षा र जागरणको कमी हो। डाक्टरको सल्लाह बिना औषधि नखानु भन्ने कुरा परिवार, समुदाय तथा स्कुलमा राम्ररी सिकाइँदैन। धेरैलाई लाग्छ यो प्राकृतिक र वा आयुर्वेदिक हो, सुरक्षित छ वा पहिला पनि यस्तै खाएर ठिक भएको थियो भनेर आफै
परेका छन्। फार्मेसीका कर्मचारीहरूले पनि अनुभवका आधारमा सल्लाह दिन्छन्, जसले गर्दा बिरामी चिकित्सकसम्म पुग्दैनन्। स्वास्थ्य सेवा र पूर्वाधारको कमी पनि एउटा कारण हो। प्राय गरी ग्रामीण क्षेत्रमा राम्रो अस्पताल र चिकित्सकहरू कम छन्। स्वास्थ्य चौकीहरूमा पनि पर्याप्त औषधि डाक्टर हुँदैनन्। शहरमा पनि लामो लाइन, भिड र समय लाग्ने भएकाले मानिसहरूले समय छैन भनेर ओभर द काउन्टर औषधि रोज्छन्। नेपालमा एन्टिबायोटिकदेखि सामान्य औषधिसम्म प्रिस्क्रिप्सन बिना किन्न सकिन्छ। फार्मेसीहरूले सजिलै दिन्छन्, जसले गर्दा डाक्टरकोमा जाने बानी नै बस्दैन। विदेशी बिरामीहरू भने कन्सल्टेन्सन फी तिर्न इच्छुक हुन्छन्। औषधिभन्दा परामर्शलाई महत्त्व दिन्छन्, तर हाम्रो समाजमा उल्टो छ। परामर्शलाई पैसा तिर्नुभन्दा औषधिलाई पैसा तिर्नु सहज ठान्छन् धेरै।